Hello guys, welcome to my back YouTube channel. आज दोस्रो दिन बिहानको कति बज्यो निशान अहिले हेर त घडी ठीक 4:30 बजे हामी उठेर अहिले रनिङको लागि हिँडेका छौँ। अनि मान्छे कहाँ पुगिरहेको कहाँसम्म जान्छ तिमी? आज जाऊँ न उता भन्जिङ भन्दा अलि पर पुगेर है। ल गाइजहरु हामीले आज रनिङ हानेको सबै भिडियो गराएर तपाईहरुलाई देखाउनेछौँ, हेर्नु होला। यहाँले चाहिँ तपाईलाई आज हामीले के गर्यौं त कहाँ कहाँ गयौं त्यो सबै भिडियोमा देखाउनेछौँ, हेर्नु होला। अहिले चाहिँ हामी हिँडिरहेका छौँ, माथि अलि माथि पुगेपछि रनिङ हानिन्छ। यहाँ अहिले जस्ट हिँडिया मात्र हेर्न सक्नुहुन्छ, अँधेरै छ, उज्यालो भएको छैन। हामी चाहिँ अब यहाँ एकछिनमा पुगिन्छ रोडमा, त्यहाँदेखि हिँड्दै नि अलिकति झ्याउला जस्तो भयो। यसो हजुरहरुलाई बढी सेयर गरिदिन्छु, हेर्न सक्नुहुन्छ। अझै उज्यालोमा भएको भए अझै खतरा देखिन्थ्यो। ठिकै छ, देखिहाल्छ। ठिकै छ। अब सिक्स प्याक देखाइदियो नि यसो। हो, देख्न सक्नुहुन्छ खतरै बने यिनको बडी चाहिँ हैन। यसो बडी सडी बाइसेप्स देखाउन यसो। हो ल, टक्क हजुरहरुले पनि यस्तै गरी टक्कसँगले बडी सडी बनाउन सक्नुहुन्छ हैन। हल्का एक्सरसाइज गर्नु होला, आफ्नो शरीरलाई हल्का उस राख्नु होला। मैले पनि अब बिस्तारै बिस्तारै गर्ने कोसिस गर्दैछु। त्यही हो। मौसम एकदम राम्रो हो, ठीक बिहान खुल्ला हावा एकदम रमाइलो हो। यता हाम्रो गाउँ हेर्न सक्नुहुन्छ, वहाँदेखि हामी हिँड्दै आएको रोडै रोड। ल गाइज, हामी रोडमा आइसकेका छौँ। अब रनिङ स्टार्ट हुन्छ हाम्रो यहाँदेखि भन्जिङसम्म, भन्जिङबाट यता एल्बोससम्म। एल्बोस पुगिन्छ, देख्न सक्नुहुन्छ। ल भान्जा रनिङ हान्नभन्दा अघि यसो तन्किन पर्छ, एनर्जी आउँछ के त्यो उठ्दा। ल दौडी। ल गाइज, हामी चाहिँ अब रनिङ जान्छौँ, हेर्नु होला। अलिक छोटो गराउँछौँ, अनि फेरि काटेर फेरि अर्को गराउनु पर्छ हैन। ल कस्तो भइरहेको निशान रनिङ गर्दा? खुट्टा दुख्न लागिसक्यो। ठिकै छ, हान्नु पर्छ। हान्न पर्यो, फुटिल त हुनु पर्ने अब हैन, जोस जाँगर हुनुपर्छ कि। गाइज, हजुरहरुले पनि रनिङ हान्ने एक्सर्साइज गर्ने गर्नुपर्छ है। भिडियो हेरेर मोटिभेट हुनुपर्छ तपाईँहरु। शीतको थोपा चुइरहेको अनि शीतको थोपा पसिना, खै त्यस्तो मेहनत गर्नुस् कि देख्ने मान्छे नि यसले त खतरा, यो खतरा बनेछ अनि टाइप हुनुस् कि हैन। ल हामीले चाहिँ रनिङ गरेर सकिसकेका छौँ। अब कस्तो भयो रनिङ गर्दा तिमीलाई? हल्का खुट्टा दुख्छ जस्तो हो। पहिलोचोटि खुट्टा दुख्छ, पछि बिस्तारै बिस्तारै गर्दा जोस आउँछ, केही दुख्दैन। ल अब रनिङ गरेर सकियो। अब हामीले यहाँ यो रोडमा एक्सर्साइज गर्छौँ, उज्यालो पनि भइसक्यो हो। अहिले भिडियो अलि राम्रो थिएन, अहिले अब राम्रो आउँछ। ल ल गाइज, अलिअलि एक्सर्साइज गरिदियो हामीले, पसिना नि आइसक्यो। कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्न नभुल्नु होला।
इन्डे गरिरहन् एक छातिल छ भने छातिले छातिल छोएर अलि थोरै भाइ लाग्नु 2-3 1 2 3 4 यहाँ आउँदा मेरो घर आउँदा मैले हान्छु कति हान्छु इनले गर्दैन अब ल तिमीले चाहिँ पुसअप स्टार्ट हान्दैछन् अब हामीले चाहिँ यहाँ गनसम्मले कति हाल्छन् है त ल स्टार्ट 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 20 हाने ल ठिकै छ देख्न सक्नुहुन्छ अहिले हल्का अँध्यारो देखियो भने अहिले चाहिँ छ्याक्क देख्न सक्नुहुन्छ तपाईहरुले बडी चाहिँ कस्तो लाग्यो बडी कमेन्ट गर्नु होला हैन इनलाई अर्को वासुदेव मल्ल बनाउनु पर्छ हामीले खत्रै छ जियोस् हाम्रो बडी कन्डिसन हेर्न सक्नुहुन्छ अहिले यस्तो भइसकेको छ अहिले वर्कआउट गरिदियो एक्सरसाइज सबै भयो भान्जाको बाइसेप ट्राइसेप देखाइदेऊ त मेरो त केही छैन हल्का बडी हल्का खारे मसलमा कन्भर्ट गर्नु पर्यो कि उसलाई हैन ठिक छ मेरो त बडी त ठिकै तर अलि मसल छैन कि हैन भान्जा ठिक छ लगाइ हामी चाहिँ अब वर्कआउट सकेर घर हिँड्दै गरेको बडी कन्डिसन हेर्न सक्नुहुन्छ है आज के गरियो तपाईहरुलाई देखाइ नै सक्दियो हैन भान्जा हो आज हामी सबै क्रियाकलाप भिडियोमा देखाउँछौँ आज बिहानदेखि साँझसम्म साँझ हामीले के गरियो कहाँ गइयो सबै तपाईहरुले हेर्न सक्नुहुन्छ बाटो हेर्न सक्नुहुन्छ है यही बाटो जाने घर अनि केही भन्न छ यसो दर्शकहरुलाई भन्दै त मेरो च्यानललाई अलि माथि पुर्याइदेऊ त्यही हो मैले बिहान भनिसकेको हो हैन सपोर्ट देखाइदिनु पर्यो यिनलाई हैन हल्का अब भ्युजहरु हल्का 100 भए पनि क्रस गरिदिनु भयो भने मात्र 100 प्लस भए हुन्छ पनि यिनले भिडियो ल्याउँछन् लगभग त्यही भएर हजुरहरुले त्यही अनुसार भ्युज दिलाइदिनु होला यिनलाई शेयर हान्दिनु होला अनि भिडियोलाई लाइक हान्दिनु होला इनको बारेमा चाहिँ मैले भन्न पर्दा इनी भ्लगर हुन् च्यान्दिन इनलाई सपोर्ट गरिदिनु होला है भनिसके छन् सुरुमा हेर्न सक्नुहुन्छ इनको च्यानलको नाम निशान पाण्डे ब्लग्स 23 छ मेरो च्यानलको नाम त्यसमा चाहिँ हजुरहरुले सब्स्क्राइब हान्दिनु होला ठिक छ 120 छ त्यसमा चाहिँ अझै थप बनाइदिनु होला अलि माथि चाहिँ पुर्याइदिनु पर्यो एकासी चमत्कार गराइदिनुस् हजुरहरुको हातमा 100 चाहिँ लगभग कट्छ मेरा मैले बनाउँछु पनि त्यही भएर अब सब्स्क्राइब हान्दिनु होला सब्स्क्राइबर हल्का धेरै भयो भने हल्का कसैले सोध्यो भने पनि भन्न अलि सही हुन्छ है त्यही भएर हो नत्र त्यस्तो ल हेर्न सक्नुहुन्छ कुहिरो लाहा अझै पनि छ्याक्क भइसक्यो हैन मौसम हेर्न सक्नुहुन्छ ल अहिले हामीले रनिङ गरेको यही इन्ड गर्छौं र दिउँसोतिर हामी खोला नुहाउन जाँदैछौं त्यो पनि तपाईहरुलाई देखाउँदैछौं ल गाइज हामी चाहिँ अब खोलामा नुहाउनको लागि हिँडेका छौं घरबाट भर्खर खानासाना खाएर
हिँडिसकियो बाटोमा हम पानी पर्ला गरे मौसम पानी पर्ला पर्ला जस्तो हो मौसम ठिकै छ पानी आए पनि रमाइलो हुन्छ नुहाउन हैन झन् वाइट मजा आउँछ नि त बिस्तारै गइन्छ खोलाबाट नुहाइन्छ तपाईहरुले हेर्न सक्नुहुन्छ आफूले कस्तो नुहाइन्छ कपडा धुइन्छ रमाइलो पनि गरिन्छ ल खोलातिर गएर भेटौँ ल हेलो गाइज खोलामा त नुहाउनका लागि आइयो र पानी पर्ला जस्तो गरिसक्यो हैन नि सन अब कपडा राखेर झ्यापझुप नहाइहालौँ अझै पनि एकचोटि भन्छु लाइक शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला मेरो युट्युब च्यानलमा गएर भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला त्यही धारोमा नुहाउने अब पानी मजाको छ यार या चिसो छ यार भान्जा पानी पनि एकदम मिठो छ परेर आएको तपाईँ पनि आएर खान सक्नुहुन्छ कपडा चाहिँ रुज्नी भयो यार भान्जा यता राखम कपडा लिएर उता राखम यार पानी आयो रुज्यो पनि झ्याउ हुन्छ फेरि ल कपडा चाहिँ यहाँ राख्यो टक्क नभिजाओस् न फेरि भिज्यो नि हेर्नु सक्नुहुन्छ हाम्रा विशाल भगर्नीमा भिडियो बनाइरहेका मजाले नुहाइन्छ अब हेर्नुस् पानी छ मजाको टक्क लाएर पानी आयो मजाले आवान्जा पानी चाहिँ परिसक्यो भलक त दामी बत्ती केही छैन तर मोबाइल चाहिँ छैन भन्ने कुरो हो त्यही मोबाइलले हामीले उता पौवातिर भएर गएर भए पनि राखिन्छ भिडियो गराइन्छ भिडियो गराउनु त छोड्नु होइन कन्टिन्यू हुन्छ ल हेलो गाइस कपडा खोलियो अब नुहाउन तयारीमा हम फाइनली अब नुहाइन्छ र अनि कपडा लाइन्छ घर गइन्छ पानी मजाको छ झरी लाउला जस्तो छ समय ल भन्छ तिन कपडा खोलिसक्यो आऊ कि नआऊ अब लौ त यसो साथ देऊ त पखाल लिन्छु कि देखाउँछ दर्शकहरूलाई चिसो पानीमा नुहाउँदा कस्तो हुन्छ फिलिङ गर्नु छ हजुरहरूले मैले चाहिँ टोपी त खोल्नु पर्यो है एकदम मजा आहा चिसो पानी गर्मी मौसम बेग्लै नै मजा ल टक्क एउटा स्टाइलिस दिन्छु ल झ्याप्पै आयो बाहुन्दै हो क्या झ्याप्पै आयो बाहुन्दै जनै लाएर हो क्या अनि वाह बडी बिल्डर बडी चाहिँ फ्लेक्स भइरहेको छ बिहानदेखि अहिलेसम्म हो क्या अलिअलि छ बडी चाहिँ खासै राम्रो त छैन त्यही पनि तपाईँहरूलाई देखाइ नै सकेँ कस्तो छ कमेन्ट गरिदिनु होला ल भान्जा आऊ कि नआऊ भलक गराइ हो क्या ल गाइज आनन्द आइरह पानी पनि परिरह हेर्न सक्नुहुन्छ लुगा चाहिँ हो वहाँ राख्या यहाँ रुच्छ नि त त्यही भएर मोबाइल जुझ्यो यार तर गाइज भलक गराउनु चाहिँ छोडिँदै जतिसुकै पानी किन आओस् आधी आओस् यहाँ बतास नै उडाओस् है भलक त छोडिन्छ होइन नि त ल म चाहिँ नुहाएर भर सकिसक्यो मजा आयो एकदम आनन्द भयो भान्जा यिनले चाहिँ नुहाउँदैछन् एकैछिन झन्डै नि ठ्याक्क आज सफा हुन्छु भने घोटी नुहाउँदैछन् ठिक छ ल साथीहरू हामी चाहिँ नुहाएर सकिसक्यो अब
अब कपडा पनि अलिअलि धुन थियो, धोइयो। अब चाहिँ हामी घरतिर लाग्छौँ। यति भन्दै आजको भ्लग चाहिँ यही नै इन्ड गर्न चाहन्छु। कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। रमाइलो भयो। आज बिहान रनिङ गरियो, एक्सर्साइज गरियो, वर्कआउट सबै गरियो। घर आइयो, घाँस काटेर नि आइयो, खाना खाइयो, अनि अहिले टक्क खोला आएर नुहाइयो। आनन्द मजा आयो। ल गाइस, आजलाई यति नै। भोलि अर्को भ्लगमा भेटौँला।